यत्रो विकास भइसकेको छ गाउँमा, सुरु भइसक्यो, यत्रो विकास भइसकेको छ गाउँमा, अनि यस्तो परिवर्तन भयो भनौँ न। अब धेरै समय पनि लागेन, 4-5 वर्षको अन्तरालमा के कस्ता कार्यहरू भए तपाईँबाट? पहिला प्रथम त यो सहकारीबाट सुरु गरौँ। हजुर। यो सहकारीको जग्गा चाहिँ सन्त कुमार श्रेष्ठ भन्ने काठमाडौँ बस्नुहुन्छ, उहाँ रिसोर्टको चाहिँ मालिक, एफएमको पनि मालिक। उहाँले चाहिँ नि निःशुल्क यो गाउँलेको लागि दान दिनुभएको र यहाँ सहकारी बन्यो। र यो सहकारीमा अहिले चाहिँ नि सस्तो के अरे सुपथ मूल्यको मालहरू बिक्री वितरण हुन्छ। यसको व्यवस्थापकमा जाने ध्रुव एउटा कर्मचारी छन्। यसको अहिले हालको अध्यक्ष रामप्रसाद लाङजाने छन् र सल्लाहकारमा म छु, जग्गादाता चाहिँ सन्त कुमार हुनुहुन्छ। र यसले चाहिँ निकै परिवर्तन भएको छ। यसको अलिकति चाहिँ नपुग्ता के छ भने 114 जना सेयर छन्। यी सेयरहरूले हामीले तरकारी जाने सहकारी भनेकाले तरकारी सबैले यहाँ ल्याउने हो भने हामीले यहाँ मन्डी पनि बनाएको छौँ। पुरै यहाँ मन्डीमा तरकारी चाहिँ जम्मा गर्ने हो भने यसले चाहिँ निकै छलाङ हानेर जानेवाला छ। र अहिले एम्पाको सन्दर्भमा अरू विषयमा भन्नु पर्दा जस्तो बाटोघाटो कच्ची थियो, अहिले चाहिँ यहाँबाट एम्पादेखिको हामी वार्ड नम्बर अहिले 5 बनेको छ, नगरसमिति भएपछि पहिला आएको थियो। यहाँबाट जाने हामीले 52 मन्जिलसम्म जाने बाटो मार्ग खोलेका छौँ। र त्यसभित्र एम्पा अन्तर्गतमा हामीले ग्राइवेल बनाएका छौँ। एम्पा अन्तर्गतभित्र चाहिँ हसी स्याहार छ, मन्टेश्वरी छ, अब विद्यालय निवाडी छ। अहिले हामीले तल जुन हाम्रो यो 65 रोपनी जग्गा छ त्यहाँ लगाएर फेरि यो भवन तल सार्ने भनेर 2टा कोठा बनेको छ। र एनजिओले कुनै दिने भन्ने आशा पनि देखाएका छन्। र त्यो आयो भने त्यहाँ भवन पनि पुरा गरेर यो विद्यालय तल लैजाने र यो माथिको चाहिँ भवनमा चाहिँ एउटा रिसोर्ट चलाएर यहाँको आम्दानीबाट सक्दोभर हामीले निःशुल्क पढाउने र क्याम्पस पनि हामीले एउटा कल्पना गरेका छौँ। यहाँ यति भयो भने नर्सिङ होम क्याम्पस बनाएर यहाँ सेवा दिने भन्ने एउटा लक्ष्यमा हामी छौँ। तर त्यो कतिसम्म जाने समयले साथ दिन्छ त्यो कुराहरू बाँकी छन्। त्यो लगानी चाहिँ कताबाट व्यवस्था गर्ने सुरु गर्नुभएको? लगानी अहिले चाहिँ कार्यालयबाट र हामी यहाँ सरदानबाट हामीले 7.5 लाख 10 लाखको हामीले 2 कोठा भवन बनाएका छौँ। अरू चाहिँ अब बाहिर जाने रोटरी क्लबले दिन्छौँ भनेर हामीले एउटा इस्टिमेट लगत इस्टिमेट पनि बनाएको छौँ। त्यसको प्रपोजल पनि बनाएको छ। त्यो 92 लाखको बनेको थियो। पछि अलिकति विदेशीहरूले त्यति लगानी गर्न सक्दैनौँ भनेकोले पछि गएर हामीले फेरि 42 लाखको आकारको बनाएका छौँ। र त्यसलाई चाहिँ 10 कोठे अहिले तुरुन्तै चाहिँ 10वटा कोठा टोयलेट लगायतका अफिस कोठा यस्तो चाहिँ बनाउने हामी लक्ष्यमा छौँ। स्कुलको चाहिँ अब यहीँ भन्नुपर्दाखेरि अहिले यो वार्ड नम्बर 8 हालको 5वटा त जाने यहाँ प्रावि र निभावी गरेर स्कुल छन्। जस्तो भुजेलगाममा आदि बराई, थुम्कामा कालिका प्रावि, कलचोकमा जल्दै प्रावि, अब एम्पामा जाने सनत निभावी, यति जाने स्कुलहरू बनेका छन् यो वडामा अहिले। त्यसै गरी अब आमा समूहका भवनहरू बनेका छन् थुम्कामा। त्यस्तै हामीले एउटा 30 लाखको कुलो ल्याएका छौँ। टुटे खोला र भालु खोलाबाट पानी जोडेर ल्याएर अहिले जाने जुन कल्चोढुङ्गाले खानेपानी ट्याङ्की निर्माण गरेको छ त्यो ठाउँसम्म 30 लाख खर्च गरेका छौँ हामीले। र त्यहाँ सिँचाइको लागि हामीले कुलो चाहिँ निर्माण गरेर ल्याएका छौँ। पक्की भएको छ, केही अधुरा छन्। अब त्यहाँबाट यता थुम्का भन्जिङसम्म आउनु र त्यहाँबाट कल्चो भन्जिङसम्म जाने चाहिँ कच्ची कुलो बनाएर राख्नु। हामी अब यसलाई चाहिँ पुरा गरौँला भन्ने रोटरी क्लबले भनेको छ। त्यो थाहा छैन, त्यो हुने लक्ष्यमा छ। र अरू जाने अब तरकारी दुधका कुराहरू गर्नुपर्दा अब 125 जस्तो अब केशव भट्टराईले पालेका छन्। 60-70वटा जाने हरि भट्टराईले, त्यस्तै जाने पुष्पले 60-70वटा गाई पालेर फारम बनाएका छन्। काशे भट्टराईले पनि त्यसरी नै गाई फारम बनाएका छन्। लगायत 8-10वटा 15-20वटा गाई पाल्ने धेरै नै भइसकेर त्यसले पनि एउटा विकास गरेको छ। एउटा दुध डेयरी छ, त्यसले पनि एउटा राम्रै प्रगति गरिरहेको छ। तरकारी सहकारी, दुग्ध सहकारी, यो सबै कुराहरू आम्दानीका स्रोतहरू पनि बनेका छन्।
र अब चाहिँ नि जुन यहाँबाट हामीले च्याङ्लीलाई एउटा पुल एम्पाबाट माग गरेका छौँ। सके पक्की पुल कोही सहायता चाहिँ नि सबैबाट मिल्यो भने, यदि त्यो भएन भने पनि कच्ची पुल चाहिँ अनिवार्यमा यहाँ राख्नुपर्छ भनेर हामीले केन्द्रमा पनि भनेका छौँ, डेलिगेसन पनि गएका छौँ, निवेदन पत्रहरू पनि दिएका छौँ र त्यो बने छैन। त्यो भोलि बन्ला भन्ने आशामा हामी छौँ र यति नै चाहिँ नि अब परीक्षालयहरू 3-4वटा चाहिँ नि यही वडामा बनिसकेका छन्। यात्रुहरूको परीक्षालय जस्तो आँधी खोला, 3 घरे, बर्तपाने, त्यस्तै चाहिँ नि फेदी खोला, गोरे, 4-5वटा चाहिँ नि अब के अरे यो परीक्षालयहरू पनि बनेका छन्। त्यस्तै चाहिँ नि आमा समूहका घरहरू सिँढीसिँढार बनेका छन्। कल्चोमा पनि आमा समूह गठन भएको छ। थुम्कामा पनि आमा समूहको भवन निर्माण गर्नलाई 3 लाख रुपियाँको लगातमा लोटरी क्लबले त्यो पनि अब थामसर भन्नेले दिनुभएको छ र भवन पुरा भएको छ र उद्घाटन भएको छैन। तर यहीँ पनि लोटरी क्लबले एउटा 1,75,000 रुपियाँ चन्द्रजा निमाई खानेपानी ट्याङ्की भनेर दिएका थिए। त्यो काम पुरा भएको छ, त्यसको पनि उद्घाटन भएको छैन। साथै अहिले फागुनसम्म होला भन्ने हामी आशामा छौँ। यस्तै प्रगतिहरू हाम्रो जुन यो याम्पा फाँटको समाज चाहिँ अहिले कस्तो बनेको छ, कस्तो छ समाज? याम्पा फाँटको समाज भन्नाले अब सामाजिक चेतना परिवर्तन हुन बाँकी छ, अलिक बनिसकेको छैन। अलिकति शिक्षित वर्गहरू चाहिँ बाहिर गइसकेको अवस्था। अब सबै युवाहरू बाहिर कोही जापान, जर्मन, कोरिया इत्यादिमा, अरब बाहिर गएका र अब यहाँ स्थानीय लेभलमा बसेका अब धेरै दुःख गर्छन्। सरकारी कमाइ उत्पादन गर्छन्, दुध उत्पादन गर्छन्, तयारी गरेका छन्, काममा बिजी छन्, दुःख गरेका छन्, खाएका छन्। बढीमा महिलाहरू चाहिँ यहाँ बिजी भएर चाहिँ लगनशीलता भएर काम गरेका हुन्छन्। थोरै चाहिँ अब सामाजिक चेतना कमी छ। यसलाई चाहिँ परिवर्तन भएर सबै सामाजिक चेतना हुने र अलि माथि उठेर सामाजिक काम गर्न पर्ने एकता हुनलाई बाँकी छ। अरू कुरो सबै ठिक छ। हाम्रो स्कुल कस्तो चलिरहेछ अहिले, पढाइ कस्तो छ विद्यार्थीहरूको? स्कुलको पढाइ राम्रै छ। अहिले शिक्षा मन्त्रालयबाट यसलाई राम्रै नमुनाकै उसमा पुस्तक छापिएको छ र हाम्रो भिजनले गर्दा हामीले अहिले यहाँको अध्यक्ष म भएँ। मलाई यो कमल बिहारी स्रोत केन्द्रको तर्फमा एउटा यो विद्यालयको तर्फबाट अध्यक्षले मलाई सम्मान पनि गरे। शिक्षा कार्यालयले सम्मान पत्र दिएको छ र हामीले एउटा इङ्ग्लिस मिडियाबाट लैजाने भनेर हामीले गत साल हामीले राख्यौँ र त्यसमा थोरै नपुग्दा रह्यो र कति यहाँ गाउँलेहरूले थोरै बुझेन र अलिकति बोर्डिङ हाबी हुँदै गएर बोर्डिङपट्टि खिचियो, तानियो र अलिकति यहाँ ध्यान दिने अभिभावकहरू कम भए। यो विद्यालयमा पढ्ने भनेका अब भुजेलका छोरछोरी, दलितका छोरछोरी, यस्तै जाने गरिबका छोरछोरी मात्रै पढ्ने भए, धनीहरूका छोरछोरी जाने बोर्डिङ जाने भए। त्यसले गर्दा अलिकति प्रगति अलिकति हुनलाई अलिकति सकेका छैन विद्यालयहरू र तैपनि पढाइको हकमा राम्रै छ। महिलाहरू शिक्षिकाहरू धेरै छन्, राम्रै प्रगति भएको छ, त्यति चाहिँ नराम्रो अवस्था छ। यो हाम्रो बनिसकेको बाटोको सुधारको लागि के त्यस्तो योजनाहरू छ त, पिच गर्ने अथवा त्यस्तो केही योजनाहरू? यसको पिच गर्ने अब हामीले अहिले वर्धमानबाट अलिकति चाहिँ थोरै गर्ने भनेर यहाँ खनेर पनि राखिएको छ। अलिकति आर्थिक सहयोग चाहिँ हामीले कतैबाट पनि पाएको छैनौँ, नेपाल सरकारबाट पनि पाएको छैनौँ र हामी स्थानीयबाट पनि धेरै चन्दा धेरै उठिसक्दाखेरि सबै अभिभावक दिक्क भएका छन् र यहाँ खाल्टाखुल्टी यताउता गर्नुपर्ने र कतै ग्राभेल, कतै नाली, कतै बाटो नपुग्छ र त्यसलाई पुरा गर्नको निम्ति अहिले हाम्रो नगरपालिकाबाट साझेदारीमा 30 लाख रुपियाँ परेको छ। हामीले करिब 13 लाख रुपियाँ जम्मा गऱ्यौँ भने त्यो 30 लाख आउँछ। त्यो आयो भने हाम्रो लक्ष्यमा अहिले चाहिँ यहाँबाट बाहुन कोरियासम्म नाली काट्ने, याम्पा लगायत जाने थोरै ढलान गर्ने र त्यसलाई चाहिँ ग्राभेल गर्ने, सक्दोभर थुम्कासम्म ग्राभेल गर्ने, अरू चाहिँ नाली काटेर चाहिँ छोड्ने भन्ने कुरो छ। त्यो अब फागुनसम्म कति हुन्छ कति हुँदैन त्यो हुन। हाम्रो यो सहकारीको चाहिँ त्यस्तो मोटामोटी रूपमा आर्थिक हिसाब किताब कस्तो भइरहेछ? यसको अब आन्तरिक अडिटहरू पनि भइरहेछ, समुदायमा राखिएको छ र यसमा अलिकति अब पहिलाका समितिहरू जो छ त्यो पैसाहरू गएर त्यो बाँकी
दिन पाइन्छ। त्यसले गर्दा अलिक कठिन। लगभग हामी कति जतिको उसमा पुगेका छौँ अहिले यो सरकारको हजुर बजेट। टोटल बजेटमा? टोटल बजेटको त अब हाम्रो भवन जग्गा जमिन अब यहाँ लगानी सबै गर्दा त हामी अब करोडमा पुगिसकेका छौँ। 1 करोडभन्दा माथि नै छ। 1 करोडभन्दा माथि नै छ सबै जग्गा जमिन भवन हजुर सबै मूल्य गर्दा अथवा यहाँको दोकान। मासिक व्यवसाय चाहिँ कति हुन्छ व्यापार चाहिँ मासिक? मासिक व्यवहार भन्नाले अब दैनिक त यो 15,000 18-20,000 जस्तो अब हिजोको तुलनामा भन्ने हो भने अब हिजो करिब भयो होला 40-50 हजार हो होइन। तैपनि एक दिनमा 40-50 हजार हिजो दिनको 10,000 12,000 भन्दा कमी चाहिँ त्योभन्दा माथि हुन्छ। यो त विशुद्ध समाजको लागि सेवाको लागि मात्रै भनेर राखिएको हो नि? यो त सेवाको लागि हो। यसमा सुपथ मूल्य छ। कुनै व्यक्ति एउटा व्यक्ति धनी हुँदैन यसमा। 114 जना सेयर छ। 114 जनालाई नै फाइदा हुन्छ। घाटाबाट नि 114 जनाको हो। कर्मचारी 2टा राखिएको छ, एउटा 8,000 मा एउटा 6,000 मा 2टा कर्मचारीहरू छन् र यिनीहरूले चाहिँ काम गरिरहेको छ। अहिलेसम्म इमान्दारिता काम भइरहेछ। भोलिका दिनहरूमा अब के हुन्छ समयले देखाउँछ। गाउँमा राजनैतिक अवस्था कस्तो छ अहिले? राजनीतिक अवस्था खास भन्नाले यम्पामा त्यति राजनीतिक अवस्था कुनै पार्टी भएर झगडा हुने इत्यादिमा केही पनि छ। हुन त यहाँ एमाले छ, माओवादी छ, काङ्ग्रेस छ होइन। तैपनि हामी मिलेर काम गरिरहेका छौँ। राजनीतिकै कारणबाट झै झगडा हुने, उसले उसलाई काट्ने, उसले उसलाई काट्ने यो समय छैन। हिजो सङ्कटकालमा पनि जनयुद्ध जुन 10 वर्ष जनयुद्धमा पनि त्यो बनेन र अहिले पनि त्यस्ता चाहिँ क्रियाकलापहरू राजनीतिमा झै झगडा हुने काम चाहिँ यहाँ मिलेरै काम गरिरहेको। तपाईँको तर्फबाट हाम्रो यम्पा फाँट बन्दीपुर 5 नगरपालिकाका बासिन्दाहरूलाई अलिकति सामाजिक चेतना थोरै जाने अब परिवर्तन हुनुपर्ने र अलिकति एकता भएर सबैको त्यस्तो चाहिँ भावना जाग्यो भने जागोस् भन्ने मेरो चाहिँ एउटा भने बडा दसैँको उपलक्ष्यमा मैले एउटा शुभकामना पनि उहाँहरूलाई दिन चाहन्छु र सबैको त्यो एउटा चेतना जागोस् भन्ने म चाहन्छु।